आजको यात्रा यी राकमाधुरीसम्मको यात्रा रहनेछ। हामीहरू अहिले बाटोमै छौँ र राकमाधुरीसम्मको यात्रा आज हामी गर्नेछौँ। यहाँनिर एउटा सिडी भएको बाटो छ भन्ने कुराले हामी यतातिरको बाटो आएका छौँ। राकमाधुरी हामी उक्लिने क्रममा हेर्नुस् यो भर्याङ सिडी भन्ने बाटो यही रहेछ। बाटो चाहिँ राम्रो बनाएको रहेछ। ताप्ला बजार रहेको छ। ताप्ला बजार निकै राम्रो देखिन्छ। यो जीवन ज्योति स्कुल रहेको छ। जीवन ज्योति यस क्षेत्रको एउटा उमावि स्कुल। निकै नै रमाइलो दृश्य रहेको छ। यो चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ। निकै नै रमाइलो दृश्य रहेको यो राकमाधुरी जाने बाटोदेखि एकदमै राम्रो ताप्ला बजार तपाईहरु हेर्न सक्नुहुन्छ। हस्को धेरै लागि छ कि मलाई त एकछिन बस्न पर्यो। दृश्य त यहाँ गजब छ हैन। एकछिन बसौँ है त मेरो त यो द ग्रेट स्टेयर्स अफ राक भनेर चिनिन्छ। हेर्नुस् एकदमै ठाडो भर्याङहरु रहेको छ माथिसम्म। हजुर घोप्टेवडा स्कुल पनि यहाँबाट केही दृश्यहरु देखिने रहेछ। निकै रमाइलो रहेछ। यहाँबाट धेरै ठाउँको दृश्यहरु देखिने रहेछ। तपाईहरु हेर्न सक्नुहुन्छ। हामी एउटा सर्टेन हाइटमा पुगिसकेका छौं र अझै पनि हाम्रो 40-45 मिनेटको यात्रा अझै बाँकी छ र हामी एकछिन थकाइ मेट्नको लागि यहाँ बसेका छौं। तपाई हेर्न सक्नुहुन्छ एकदम घना जंगल वनस्पतिले भरिपूर्ण र प्राकृतिक सम्पदा को लागि चाहिँ एकदम भरिपूर्ण रहेको ठाउँ हाम्रो गंगादेव छ। राकमाधुरी भन्ने ठाउँ हो। यस्तो किसिम रहेछ कि बाटो त हेर्नुस् यो हामी घरमा बस्यौं कि हैन। धेरै नै अग्लो ठाउँमा आइपुगेका छौं। एकछिन रेस्ट गर्ने विचार भयो।